कोरियामा अब एआईले बनाएको फोटो, भिडियो वा आवाज लुकाएर प्रयोग गर्न पाइने छैन, किनकि दक्षिण कोरिया एआई कानुन कार्यान्वयन गर्ने विश्वकै पहिलो देश बन्ने भएको छ। दक्षिण कोरियाले फ्रेमवर्क एक्ट अन द डेभलपमेन्ट अफ आर्टिफिसियल इन्टेलिजेन्स नामको व्यापक एआई कानुन जनवरी 22 देखि लागू गर्ने भएको छ। युरोपेली सङ्घ EU पछि एआई कानुन बनाउने दोस्रो क्षेत्र भए पनि EUका धेरै कडा नियमहरू अगस्त 2026 पछि मात्र लागू हुने भएकाले कार्यान्वयनको मामिलामा दक्षिण कोरिया विश्वमै अगाडि परेको हो। अब प्रश्न उठ्छ, यो कानुनमा के व्यवस्था छन् त? एआईले उत्पादन गरेका फोटो, भिडियो, आवाज सबै सामग्रीमा वाटरमार्क अनिवार्य हुनुपर्नेछ। मानव जीवन, सुरक्षा र आधारभूत अधिकारमा असर पार्ने एआईलाई हाई रिस्क एआई भनेर वर्गीकरण गरिनेछ। विदेशी एआई कम्पनीहरूले कोरियामा स्थानीय प्रतिनिधिहरू राख्नुपर्नेछ भने कानुन उल्लङ्घन गरेको खण्डमा करोडौँ जरिवाना तिर्नुपर्ने हुन्छ। अत्याधिक नियमनले एआई उद्योगको विकासमा बाधा पुग्न सक्ने भएकोले नियमहरूको दायरा सीमित राखिनेछ। व्यवसायलाई अधिकतम स्वायत्तता दिइनेछ भने कानुन लागू भएपछि पनि कम्तीमा 1 वर्षको ग्रेस पिरियड राखिनेछ। यो कानुनले एआईको दुरुपयोग रोक्न, डिफेक र गलत सूचना नियन्त्रण गर्न, प्रयोगकर्ताको अधिकार सुरक्षित गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ। अब प्रश्न यो हो, के अन्य देशहरूले पनि दक्षिण कोरियालाई पछ्याउलान् त? तपाईँको विचारमा के लाग्छ? एआईमा कडा कानुन चाहिन्छ कि स्वतन्त्रता? कमेन्ट लेख्नुहोस्।